यसले यसलाई एउटा प्रेरणा पनि दिन्छ। मैले सधैँ भन्दै आएको छु, नेपाली कांग्रेस पार्टी राष्ट्रिय पार्टी हुने कि नहुने भन्ने कुरा निर्वाचनले निर्धारण गर्छ, निर्वाचनको मतले निर्धारण गर्छ। जनताले चाहे बनाइदिन्छन् नचाहे हराइदिन्छन्। तर नेपाली कांग्रेस पार्टी राष्ट्रिय शक्ति हो भन्ने कुरा चाहिँ यसको इतिहासले निर्धारण गरेको सत्य हो। राष्ट्रिय पार्टी र राष्ट्रिय शक्तिमा फरक छ। राष्ट्रिय पार्टी भएपछि संसदमा उसले हैसियत पाउँछ, कहीँ सरकार बनाउला, कहीँ प्रतिपक्षमा बस्ला, त्यो जिम्मेवारी हो। तर राष्ट्रिय शक्तिको जिम्मेवारी भनेको एउटा अभिभावकका रूपमा त्यो राष्ट्रको त्यो बेलामा आएका समस्याहरूलाई उसले चिन्छ, त्यो समस्याहरूलाई पर्गेल्छ, त्यो समस्याहरूलाई म सम्बोधन गर्छु भनेर एउटा संकल्प गर्छ र सम्बोधन पनि गर्छ। त्यो राष्ट्रिय शक्ति हो। 2033 सालमा हामी मेलमिलाप दिवस भनेर हामी सम्झिन्छौँ। कहिलेकाहीँ हामी यतिकै आउँछौँ, बिपीको तस्बिरमा माल्यार्पण गर्छौँ र बिपी कोइरालाले यसो भन्नुभएको थियो भनेर पुराना कुराहरू सम्झन्छौँ। सम्झनाको